ओइ पियुष भनेर सिटी बजाउँदैन आमा आमा तपाईँ कहाँ हुनुहुन्छ आमा मलाई थाहा छ कि तपाईँ रोइराख्नु भएको छ फेरि त्यो छिमेकी आन्टीले हामीलाई भन्नुभयो होला नि कि यस्तो अनुहार भएको छोरीलाई कहाँ बिकाउँछेस् आमा के छोरी भएर बिग्नु नै पर्छ मलाई यो समाजलाई सोच्न मन लाग्यो के छोरी मान्छे भएर जन्मिनु अपराध हो के राम्री भएर जन्मिनु छोरी मान्छे के सोचिन्छ र आमा यदि होइन भने किन त्यसले मेरो बुकमा एसिड फ्याँकिदियो त किन यो समाजले मलाई दोषी भनिरहेको छ आमा तर आमा तपाईँ किन लिनु त्यसले मेरो मुखलाई डराइदियो तर त्यसले मेरो सपना डराउन सक्दैन म पढेर डाक्टर बन्छु भन्ने मेरो सपना थियो त्यसले मेरो सपनालाई ढोक्न सक्दैन आमा ढोक्न सक्दैन म पढेर ठुलो डाक्टर बन्छु म मुख लुकाएर किन हेर्नु त्यसले मुख लुकाउने सट्टामा मैले मुख किन लुकाउनु आमा मैले के अपराध गरेको छु म पढ्छु र यो समाजलाई देखाउँछु कि सफल हुन रूप चाहिँदैन सफल हुन इच्छा शक्ति भइ पुग्छ आमा आमा मलाई अरू कसैको साथ चाहिँदैन मलाई हजुरको साथ भइ पुग्छ आमा किन भगवान किन आमा म यसरी घरमा मुख लुकाएर बसेर काम छैन म हिँडेँ आफ्नो सपना पुरा गर्न